प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोशी प्रदेश सभा बैठकलाई सम्बोधन गर्दैछन्। विराटनगर स्थित प्रदेश सभा भवनमा दिउँसो 2 बजे बस्ने बैठकमा उपस्थित भएर प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन्। मोरङको सुन्दर हराइचा स्थित पूर्वाञ्चल विश्वविद्यालयमा हुने दीक्षान्त समारोह उद्घाटन सकेर प्रधानमन्त्री ओली प्रदेश सभा बैठकमा सहभागी हुने कार्यक्रम तय गरिएको छ। प्रधानमन्त्रीको सम्बोधन सुन्न कांग्रेस र एमालेले आफ्ना सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ। यता प्रतिपक्षी दल माओवादी केन्द्र र एकीकृत समाजवादीले बैठक बहिष्कार गर्ने भनेर घुर्काइरहेका छन्। अहिले प्रदेश सभामा सत्तारूढ दल नेकपा एमाले र नेपाली कांग्रेसको सुविधाजनक बहुमत छ। बहुमतको आडमा मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रतिपक्षी दलहरूलाई बेवास्ता गरेको भन्दै उनीहरूले मुख्यमन्त्रीकै पार्टी एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली आउँदा बहिष्कार गर्ने चेतावनी दिएका हुन्।